अफिसबाट आएर के खाने भनेर सोचेको, कस्तो थाकेको जस्तो भइरहेछ मलाई चाहिँ। अनि मैले ठ्याक्क सम्झेँ है, जेसुकै होस् आज चाहिँ म गएर टक्क एउटा 3X वाला करेन्ट चाउचाउ खान्छु भनेर मैले चाहिँ सम्झेँ होइन। अनि म छिटो गरेँ पसल पुगेँ। पसलमा पुगेर म बोकेर पनि आएँ। अनि घर आइसकेपछि म रमाउँदै टक्क ग्यास बालेर अनि त्यसपछि पानी पनि हाल्यौँ है। अनि त्यसपछि लिएर म चाहिँ टक्क त्यो सामानहरू यताउति सारेर यो चाउचाउ खोलेर लगाइसकेपछि त्यो अर्को प्याकेट पनि खोलेर लगाएँ मैले। दुइटै प्याकेट लगाइसकेपछि चाहिँ यो भित्र चाहिँ कस्तो राम्रो यो सुप मसलाहरू हुन्छ नि त यो 3X को। अनि यो मसलाहरूलाई साइडमा राखेर मैले चाहिँ टक्क चपस्टिकले यसलाई सुई घुमाएँ। अब मैले 2 मिनट पाक्नको लागि छोड्छु भनेर 2 मिनट पकाउन लाएँ। त्यसपछि फेरि पछिबाट 2 मिनट पकाएर 4 मिनट बनाएर चाहिँ फाइनली पाकिसकेको छ होइन। अनि पकाएर मैले चाहिँ टक्क थालमा झिकेँ। अनि मसलाहरू पनि लगाएँ त्यसको। अनि मसला त्यो उसको सस पनि हालेँ होइन। सस हालेको टक्क मिक्स गरेको, कस्तो राम्रो कलर आयो कि। जुन मैले देखेको थिएँ नि त्यो चाइनिज भिडियोतिर त्यस्तै कलर आयो। वाउ भने म खुसी भएँ। अनि त्यसपछि तपाईँहरूलाई मैले देखाएको छु। पकाएर पनि मैले एकदमै रेडी बनाएको छु। अब चाहिँ म खाएँ ल फर्स्ट बाइट। मैले खाएको देखेर मैले छोरी पनि खान्छु भन्दै उसको लागि चाहिँ मैले दाल भात अघि नै पकाएर खुवाइदिएको नि त। अनि खेलाउनको लागि एक दुईवटा चाउचाउ हालिदिएको थिएँ। अनि खाएन, खेलिरहेछ। एकदमै पिरो लाग्यो। Jangan banyak kan lah. No, sorry. Sorry mana? Ini suka ini. Dah tidur boy, tidur. घाँटी दुखिरह्यो र पनि मैले घाँटी दुख्दै गर्दा पनि घाउ आइरहेको घरि चाहिँ बेला नन स्पाइसी खाइदिएँ। अब कस्तो हुन्छ हेर्नुपर्छ रिजल्ट। ओके बाई बाई।